पाठ्यक्रममा आमूल परिवर्तन फेरि देखिएको छ। यही माघ 16 गते नेपाल सरकारले फेरि पाठ्यक्रम परिवर्तन गरेको छ कक्षा 11 र 12मा। अब गणितलाई पनि अनिवार्य विषयका रूपमा समावेश गर्ने निर्णय भएको छ। यो तहका विद्यार्थीहरूले अब सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनौट गर्न पाउनेछन्। राष्ट्रिय पाठ्यक्रम विकास मूल्याङ्कन परिषदले यस्तो निर्णय गरेको हो। विगतमा नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषय बनाइएको थियो। गणित विषयलाई अनिवार्य बनाउनु पर्ने भनी सिर्जित विवाद अदालतसम्म पुगेको थियो। सर्वोच्च अदालतले रिट खारेज गरे पनि सरकारलाई त्यसबारेमा पुनर्विचार गर्न निर्देशात्मक आदेश दिएको थियो। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले अदालतको आदेशका आधारमा यस्तो व्यवस्था गरिएको बताउँदै भने अब यसमा देखिएको विवाद अन्त्य भएको छ। उनले चालु शैक्षिक सत्रबाट नै, यसै वर्षबाट नै 2 मध्ये 1 विषय अनिवार्य रूपमा छनौट गर्न पाउने बताए। विगतमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा पनि अलग अलग बनाइएकोमा विवादका कारण गाभेर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा बनाइएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको परिषदको बैठकले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितलाई अनिवार्य एवं ऐच्छिक चौथो समूहमा राख्ने निर्णय गरेको थियो। विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अनिवार्य विषयका रूपमा लिएका भए ऐच्छिकमा गणित लिन सक्ने छन्। केन्द्रका कार्यकारी निर्देशक दाहालले थपे। अनिवार्य विषयका रूपमा गणित छनौट गरेकाले ऐच्छिकका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पनि लिन सक्ने छन्। दुवै ढोका खुला गरिदिएका छौँ। यी दुवै विषय 5 क्रेडिट हावरका छन्। यसैगरी परिषदको बैठकले प्रारम्भिक बाल शिक्षा ECD कक्षा 6 देखि 8 र कक्षा 9-10 का नयाँ पाठ्यक्रम पनि स्वीकृत गरेको छ। आगामी 2078 सालको नयाँ शैक्षिक सत्रबाट ECD र कक्षा 6 देखि 8 का सबै विद्यालयमा सो अनुसारका पाठ्यपुस्तक अध्यापन गरिनेछ भने कक्षा 9-10 का पाठ्यपुस्तक परीक्षणका रूपमा केही विद्यालयमा पठन पाठन हुनेछ। यस वर्ष कक्षा 6 देखि 8 मा देशका 28 विद्यालयमा परीक्षणका रूपमा अध्यापन गरिएको थियो र अब कक्षा 9-10 का नयाँ पाठ्यपुस्तक पनि तिनै विद्यालयमा अध्यापन हुनेछन्। अब गणित सम्बन्धी रहेका सम्पूर्ण समस्याहरू समाधान भएका छन् र अब विद्यार्थीले चाहिँ 2टा मध्ये एउटा विषय चुज गर्न पाउनेछन्। समस्या सबैको समाधान भएको छ र पाठ्यक्रममा यो परिवर्तनले अब यसै वर्षबाट विद्यार्थीहरूले गणित पढ्न चाहेमा गणित र सामाजिक शिक्षा पढ्न चाहेमा सामाजिक शिक्षा पढ्न सक्नेछन्।